Hello everyone, welcome to my new YouTube video. This is my new channel, so don't forget to subscribe. र आजको भिडियोमा चाहिँ तपाईँहरूलाई म गिटहबको रिपोजिटरीलाई चाहिँ लाइभ गरेर आफ्नो प्रोजेक्टहरूलाई चाहिँ कसरी अरू सामु चाहिँ लिङ्कको माध्यमबाट देखाउन सकिन्छ त्यो चाहिँ सो गर्न गइरहेको छु। यसलाई सो गर्न एकदमै सजिलो रहेको छ। सुरुवातमा आफ्नो रिपोजिटरीमा जानुहोस् र कुन रिपोजिटरी हो त्यसलाई चाहिँ आफ्नो लोकल डिभाइसमा चाहिँ क्लोन गर्नुहोस्। मेरो केसमा चाहिँ म अहिले डेमो क्लास भन्ने तपाईँको लागि डेमो गर्नलाई चाहिँ एउटा क्लास रिपोजिटरी बनाएको छु। त्यसलाई चाहिँ आफ्नो लोकल डिभाइसमा चाहिँ क्लोन गरौँ। क्लोन भन्नाले चाहिँ तपाईँको गिटहबमा रहेको रिपोजिटरीलाई चाहिँ आफ्नो लोकल डिभाइसमा चाहिँ सेभ गर्नु हो। र यसलाई सेभ गर्नलाई चाहिँ तपाईँ आफ्नो टर्मिनलबाट पनि गर्न सक्नुहुन्छ, जियुआईबाट पनि गर्न सक्नुहुन्छ। र मेरो केसमा चाहिँ म ग्राफिकल युजर इन्टरफेसको युज गर्दैछु। ग्राफिकल युजर इन्टरफेस युज गर्नलाई चाहिँ तपाईँले गिटहब डेस्कटप भन्ने डाउनलोड गर्नुपर्ने हुन्छ। र यहाँबाट तपाईँ डाइरेक्ट डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँलाई इन्स्टलेसनको भिडियो चाहियो भने यस भिडियोमा कमेन्ट गर्नुहोला। तपाईँलाई यो गिटहब डेस्कटपलाई चाहिँ कसरी सेटअप गरिन्छ भनेर सम्पूर्ण जानकारी समेत एउटा भिडियो बनाएर आउनेछु। लेट्स ब्याक टु आवर भिडियो। तपाईँलाई क्लोन गर्नलाई चाहिँ सुरुवातमा गिटहब डेस्कटप खोल्नुहोस् र यहाँ चाहिँ आफ्नो एउटा गिटहब रिपोजिटरीले चाहिँ क्लोन गर्नलाई चाहिँ एउटा आफ्नो त्यो गिटहबको रिपोजिटरीको नाम खोज्नुहोस्। मेरो केसमा चाहिँ मैले डेमो राखेको थिएँ र यहाँ रहेको छ डेमो। यसमा क्लिक गर्नुहोस् र आफूलाई चाहिएको फोल्डरमा चाहिँ क्लोन गर्नुहोस्। तपाईँको गिटहबको त्यो फोल्डर क्लोन भइसकेको छ र अब चाहिँ तपाईँले आफ्नो कोड गरेको फाइलहरूलाई चाहिँ खोज्न सक्नुहुन्छ। सो मेरो यहाँ हेर्न सक्नुहुन्छ मेरो गिटहब डेस्कटपले चाहिँ यहाँ क्लोन गरेर दिएको छ। यसमा चाहिँ हामी आफ्नो कोडहरू राख्नेछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ आफ्नो एउटा प्रोग्राम बनाएर चाहिँ राखिसकेका छौँ, जसमा चाहिँ हामीले HTML र CSS को युज गरेर मेरो एउटा पोर्टफोलियो साइट छ त्यसलाई चाहिँ मैले गिटहबमा लाइभ गर्न गइरहेको छु। यसलाई लाइभ गर्न एकदमै सजिलो छ। अब तपाईँले फेरि आफ्नो गिटहब डेस्कटपमा जानुहोस् र तपाईँको यहाँ जे चेन्ज छ यहाँ सबै देखाउँछ र आफ्नो एउटा समरी दिनुहोस्। कुनै पनि समरी दिन मिल्छ, जस्तै मेरो केसमा चाहिँ म लेख्छु एडिट माई सिभी वेबसाइट लेख्छु र यसलाई चाहिँ गिटलाई चाहिँ कमिट गरिदिनेछु र यसको ब्रान्च चाहिँ मेन हुनाले चाहिँ मेन ब्रान्चमा चाहिँ पुश गरिदिनेछु, पब्लिस गरिदिनेछु। डाइरेक्ट चाहिँ अब गिटहबमा जाउँ। ओके, हाम्रो गिटहबमा चाहिँ त्यो फाइलहरू आइसकेको छ जो अघि राखेको थिएँ। यसलाई चाहिँ खोल्दाखेरि चाहिँ अहिले कोडहरू मात्रै देखिन्छ। तपाईँलाई चाहिँ चाहिएको चाहिँ आफ्नो कोडबाट आएको आउटपुटलाई चाहिँ अरू सामु देखाउनु हो। यस्तो गर्नलाई चाहिँ सुरुमा सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि चाहिँ तल पेजको अप्सन छ त्यहाँ दबाउनु होला र यहाँ चाहिँ आफ्नो जुन ब्रान्चमा तपाईँले कोड राख्नु भएको छ त्यसलाई सिलेक्ट गर्नु होला र सेभ गर्नु होला। ब्रान्च चाहिँ सेभ भइसकेको छ। एकछिनमा चाहिँ तपाईँको ब्रान्च चाहिँ लोड भइसकेर तपाईँलाई चाहिँ एउटा लिङ्क आउनेछ र त्यो लिङ्कमा क्लिक गरेपछि तपाईँहरू तपाईँको गिटहबको चाहिँ पेज डिप्लोय भइसकेको छ र डिप्लोय भएको छ कि छैन भनेर कुनै इस्यु आएको छ कि छैन भनेर चेक गर्नलाई तपाईँ यहाँ एक्सन बटनमा जान सक्नुहुन्छ ब्याक आएर। तपाईँको डिप्लोय भइसकेको गिटहबको चाहिँ पेज यहाँ लिङ्क हुन्छ, यसमा क्लिक गर्नु होला र तपाईँ चाहिँ त्यो पेजमा रिडाइरेक्ट हुनुहुनेछ, जसमा चाहिँ मैले आफ्नो सिभी जुन हालेको थिएँ त्यो चाहिँ पेस्ट भएर चाहिँ यहाँ रहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। अब तपाईँ माथि रहेको लिङ्कलाई कपी गरेर अरू आफ्नो साथीहरूलाई पनि ट्रान्सफर गर्न सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ गाइज। यदि यो भिडियो तपाईँलाई इन्फर्मेटिभ लागेको छ भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।